गाइस यो चाहिँ हाम्रो डल्ले खोर्सानी हो डल्ले खोर्सानी यो 3 बोइन चाहिँ हालिसके अझै सेतो फुल फुल्दैछ हो हेरिहाल्नु अहिले त रातोहरू सबै टिपे यहाँ बैगुन हेर्नु बैगुन कति खाइसके एउटै बोटमा 10-15 वटा फल्दैछ हो अझै पनि ठुलो खालको बैगुन रहेछ हो यहाँ यो सबै एउटै रुखको बैगुन हो अन्त यहाँ अब रायोको साग हेर्नु भर्खर अहिले हामीले छाटेको त्यत्रो टिपे अहिले भर्खर हेर्नुहोस् मेरो बुढीले टिपेको हो हेर्नुहोस् गाइस उयो हाम्रो प्याज कली भन्छ होइन प्याज कलीहरू पनि छ अन्तखेरि रातो रातो पनि छ अब यसलाई फेरि टिप्नुपर्छ हो डल्ले खोर्सानी पोहोर पालि एउटा मात्रै भएको थियो यो पालि त बिटिटिटिटिटिटि भयो हो उयो हेर्नुहोस् अब यो मुला सेतो मुला हो यो सेतो मुला उयो धनियाँ हेर्नुहोस् अगाडि कस्तो मजाले हुँदो रहेछ अलिकति मेहनत चाहिँ गर्नुपर्छ हो मेरो काम चाहिँ यसो घाँस सास निकालिदिने म चाहिँ काम गर्दिनँ यो चाहिँ प्याज हुँदैछ अब होइन त्यसले गर्दा यो उयो खोर्सानी हो अब त्यसलाई पनि सार्नुपर्छ यिनीहरू सबै उयो पनि छ सकरखण्डा छ अन्त यो बिट हो बिट रातो बिट खुन बढाउने त्यो चाहिँ मेरो लागि नै भनेर रोपेको अर्ग्यानिक अन्त त्यसले गर्दाखेरि अब तपाईँहरूलाई अब कस्तो लाग्यो गाइस यही हो हाम्रो सानो बारी अझै हामीले ट्राई गर्दैछु अलिकति युएसमा पनि बारी गर्नुको लागि हो बारीभन्दा सानो अब एउटा अब गाइस यही हो अघि मैले डल्ले खोर्सानी छ भन्थेँ नि 3 बोतल छ भन्थेँ 1 बोतल चाहिँ अर्को ठुलो छोरीले लग्यो यो 2 बोतल चाहिँ अहिले सुकाउँदैछु हो यही नै हो डल्ले बारीको डल्ले यहाँ अघि भर्खर टिपेको रायोको साग काट्दैछ अब आज बेलुका यसको धेरै दिन भयो सागको झोल खाने भने अब यो खाने भनेर नि ल गाइस यही हो अब नेक्स्ट टाइम अर्कै देखाउँला।